दृष्टिकोणले धनी छ। त्यति मात्र होइन, राजाहरूको देवाली मनाउने ठाउँको रूपमा पनि कुनै बेला यो प्रख्यात थियो। दक्षिणकाली मन्दिरको पनि विभिन्न किम्वदन्ती पाइन्छ। तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा भारतबाट देवीलाई नेपाल ल्याई मूर्तिका रूपमा दक्षिणकाली मन्दिरको स्थापना गरेको किम्वदन्ती लोकविश्वासमा चर्चित रहेको छ। यस्तै यो मन्दिरसँग एउटा रोचक पक्ष पनि जोडिएको छ। त्यो के हो भने पहिले यो मन्दिरमा भक्तजनहरूले देवीकै मुखमा नरिवल फुटाउने गर्दथे। त्यसकारण देवीको मुखाकृति बिग्रिएको छ।